क्वेसन एकदमै इम्पोर्टेन्ट क्वेसन छ। अहिले यसरी दिनु लाग्नुभएको भाइ बहिनीहरूले यो आफूले हेरिसकेपछि पुनः आफ्नो साथीहरूलाई पनि सबै सेयर गरिदिनु होला। र यहाँ दिएको छ, यहाँ हेर्नुहोस् त, यो क्वेसन हेर्दा लामो देखिन्छ, तर यसमा चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला लगाएर गर्दा हुन्छ है। माइनस बी स्क्वायरको फर्मुला ए माइनस बी इन्टु ए प्लस बीको फर्ममा राखेर गर्दाखेरि चाहिँ सही हुन्छ। यहाँ बिगार्नु तपाईँहरूले यहाँनिर यसलाई ए यसलाई बी ए प्लस ए माइनस अनि सी प्लस ए राख्नुहुन्छ, तर त्यो नगरिकन माइनसले पनि यसलाई खोल्नु पर्ने हुन्छ नि त, सी माइनस ए हुन्छ है। यसो यहाँ तपाईँले ध्यान दिनुपर्छ। यसलाई ए माने यसलाई बी माने ए प्लस बी ए माइनस बी, जस्तै बी माइनस सी प्लस ए अनि बी माइनस सी माइनस ए स्क्वायर माइनस बी स्क्वायर फर्मुला ए माइनस बी ए प्लस बी लेखेको है। यहाँ जस्तै अनि यहाँ पनि बी प्लस सी प्लस ए। अब यहाँ बिग्रिन्छ बी माइनस ए माइनस ए प्लस बी ए माइनस बी हो नि त, माइनसले फेरि मेरो माइनसले खोज्दाखेरि सी माइनस ए मैले एकैपल्ट गरिदिएँ मैले, प्लस यहाँ पनि ए माइनस बी प्लस सी अनि अब अर्को पनि ए माइनस बी माइनस सी तल, अब ए प्लस बी प्लस सी अनि ए माइनस फेरि माइनस बी माइनस सी, त्यस्तै गरी प्लस सी माइनस ए प्लस बी अनि सी माइनस ए माइनस बी। अब तलपट्टि फेरि सी प्लस ए प्लस बी, अब सी माइनस ए माइनस बी हुन्छ है। अब तलमाथि काट्छ बी माइनस सी, यो काट्यो, सिमसिम काट्यो, ए माइनस बी माइनस सी यो पनि काट्छ है। अनि त्यो सी माइनस ए माइनस बी तलमाथि काट्छ, बाँकी भागेर लेखिदिने है। अनि त्यसपछि यो बी माइनस यो जस्तो यो काटेर त्यसको सारेको, अब यसबाटै कमन छ नि त, यो ए प्लस बी प्लस सीको फर्ममा छ, यसबाट एलसिएम लिने है, तलबाट एलसिएम लिने। तल एलसिएम आउँदाखेरि के हुन्छ भने ए प्लस बी प्लस सी, यसको माथिको जस्तोमा अब यसलाई यो ए प्लस बी प्लस सी भन्नु र बी प्लस सी प्लस ए भन्नु एउटै हो, यसलाई डिभाइड गर्दा 1 हुन्छ, 1ले मल्टिप्लाई एउटै हुन्छ है त्यहाँ चाहिँ। अनि यहाँ पनि त्यस्तै छ, यसले 1 हुन्छ, जस्तो हुन्छ ए माइनस बी प्लस सी, यहाँ पनि प्लस हुन्छ। यहाँ यो माइनस सी र प्लस सी काट्यो, ए र ए प्लस ए र माइनस ए पनि काट्यो, माइनस बी र प्लस बी पनि काट्यो। अब बाँकी के रह्यो बी प्लस ए प्लस सी बाँकी रह्यो, तल ए प्लस बी प्लस सी, यो र माथिको र तलको एउटै हो, यो काट्दै गर्दाखेरि 1 एन्सर यसो आउँछ।